सो आज चाहिँ म एयरपोर्ट जाँदैछु। आज चाहिँ मेरो पिकअप छ। आज पिकअप गरेर चाहिँ दार्जिलिङ जान्छु। र यहाँनिर चाहिँ बिहानै 9:30मै यति डरलाग्दो गरम भइरहेछ है। यस्तो भइरहेछ वेदर चाहिँ। यो गाडीले के बिनाउने हर्न बजाएको गरेको अहिले। अब यहाँको वेदर र दार्जिलिङको वेदरलाई कम्पेयर गर्नु पर्दाखेरि चाहिँ के कसो हुन्छ होला। स्वर्गमै छु जस्तो लाग्छ घरिघरि होइन। किनभने यहाँनिर त यस्तो गरम छ। मैले आज फेरि एसी पनि चलाएको। यो नजारा हेर्नुहोस् एकपल्ट। यो पानीको आहो के हो यो भाइ। यहाँ आन्टी फेरि हेर न, रिल्याक्स पारामा मासु चाहिँ पाउँछु म। डाड आमा यहाँ फेरि अर्को हेर न, पार्टी खाइन बोजू आइज दारू मगाउँछु। हिँड्दा फेरि न उता जग्गा राखिदिन्छ न यता जग्गा राखिदिन्छ। फ्लाइओभर चाहिँ 36 बनिँदैछ। यो चाहिँ दार्जिलिङ मोडको यस्तो दामी फ्लाइओभर बनिँदैछ नि हौ। बिग बिल्डिङ चाहिँ हेर्नुहोस् न, यस्तो डरलाग्दो बनाइदियो कि हेर्दा र मेरो चाहिँ यहाँनिर चाहिँ ब्रेकफास्ट पनि आइसकेको छ।